बोलो श्री कृष्ण कन्हैया लाल को, श्री निजानंद स्वामी को, महामती श्री प्राणनाथ प्यारे को। परम श्रद्धेय सुन्दर साथ जी, ब्रह्मज्ञान हामीले जुन पाएका छौँ त्यो तारतम ज्ञान, त्यसले हामीलाई संसारमा राखिराखिकन पनि परमधामको दिव्य आनन्दको अनुभव गराइरहेको छ र चरणमै बसिरहेको अनुभूति गराइरहेको छ। श्रृंगार ग्रन्थको 24 प्रकरण आज हामी 37 चौपाईदेखि 48 चौपाईसम्म सुन्दैछौँ। अब सुरु गरौँ। हुकुमे कई मता पहुँचाया, बोलो श्री अखण्ड परमधाम को। हुकुमे राज्यको आज्ञाले कई मता कयौं प्रकारका सम्पदाहरू, निधिहरू धामका पहुँचाया, यहाँ ब्रह्मात्माहरूलाई अनुभूति गराइरहेको छ। बीच ऐसी जुदागी में, ऐसी जुदागी, यस्तो प्रकारको बिछोडको अवस्थामा पनि हामीलाई परमधामको दिव्य आनन्दको अनुभव गराइरहनु भएको छ हुकुमले। हके न्यामत दे अघाए, धनीले के गर्नुभयो? न्यामत भनेको सम्पत्ति, परमधामको दिव्य आनन्दलाई दिएर अघाए भनेको तृप्त गराइदिनु भएको छ, अतिशय आनन्द गराइदिनु भएको छ। कई हाँसी करिया हमसे, अनि सँगसँगै कयौं प्रकारका हाँसो पनि करिया गराउनु भएको छ हमसे, हामीबाट। परमधामको आनन्द सँगसँगै अनेक प्रकारका हाँसो पनि गराउनु भएको छ। निज धाम की कंकरी, परमधामको कंकरी भनेको कण, एउटा सानो धुलो कणले पनि उडावे 14 तबक, उडावे उडाइदिन्छ, अस्तित्व मेटाइदिन्छ। 14 तबक, 14 लोक ब्रह्माण्डको कुनै अस्तित्व रहँदैन। तो तिनको है क्यों कहिए, तो त्यही भएर तिनको, त्यसलाई, यो ब्रह्माण्डलाई, है क्यों कहिए, छ भनेर कसरी भन्नु, यसको अस्तित्व छ भनेर, सत्य हो यो भनेर कसरी भन्नु र। जो देख न सके धनी धाम, जसले देख न सके, देख्न सक्दैन, धाम धनीको दर्शन हुन सक्दैन, जसबाट त्यो ब्रह्माण्डको कुनै अस्तित्व कसरी रहन सक्छ र। जो धनीको देखे न उडे, जुन चाहिँ धाम धनीलाई देखेर पनि नउडे, अस्तित्व मेटिँदैन भनेदेखि सो दुजा कहिए क्यों कर, तो सो त्यस्ता आत्माहरूलाई, दुजा भनेको अर्को, भिन्न, अलग, कहिए भनो, क्यों कर कसरी। राज्यको दर्शन गरेर परमधामको आनन्दमा रहिरहनेलाई त्यो अलग हो भन्नु सकिँदैन, त्यो त एउटै भाव भइगयो नि, अद्वैत स्वरूपमा हुनुहुन्छ ब्रह्मात्मा पनि। ए बातें अर्स वाहिदत की, ए बातें, यी कुराहरू, अर्स परमधाम, वाहिदत भनेको अद्वैत भावमा, अद्वैत अखण्ड परमधामको कुरा हो। आइए धनी इलमे खबर, यो त धनीको इलम भनेको धनीको ज्ञान, ब्रह्म ज्ञानबाट मात्रै खबर पाउन सकिन्छ, बुझ्न सकिन्छ यो रहस्यलाई। धनीए इलम दिया अपना, धाम धनीले इलम दिया, ब्रह्म ज्ञान, तारतम ज्ञान दिनुभयो, अपना, आफ्नो। सो आया इस्क बखत, सो भनेको त्यसबाट, आया भनेको आयो, इस्क भनेको प्रेम, बखत भनेको समयमा। जब हामीले ब्रह्मज्ञान पायौँ, ब्रह्मज्ञान पाउने बित्तिकै प्रेम प्रकट हुन थाल्यो हृदयमा।
सो इसका न देवे बढ्ने तर हुकुमले के गरायो भने इसका न देवे बढ्ने प्रेम बढ्न दिएन भित्र हृदयमा प्रेम छल्किनु पर्ने प्रेम छल्किन दिएको छैन किनभने दुःख पनि त देखाउनु छ नि त त्यसो भएर प्रेमलाई पनि छल्किन दिएको छैन ऐसे किए हृदय सखत ऐसे यस्तो प्रकारको के बनाइदिएको छ हृदयलाई सखत भनेको कठोर यो हुकुमले नै हो हाम्रो हृदय कठोर बनाउने र प्रेम बढी आउन नदिने किनभने खेलमा हाँसो गराउनु छ नाटक गराउनु छ त्यसो भएर कठोर बनाएको हो हृदयलाई और जिताया धनी लम्मा और अनि जित जहाँ आया आएको छ धनीको इलम धाम धनीको ब्रह्मज्ञान तात्म ज्ञान जसको उपरमा आएको छ अर्स दिल कह्या सोए सोए तिनै आत्माहरूको दिललाई नै अर्स कह्या परमधाम भनिएको हो धनी नआवे इसका बिना प्रेम नआइकन धनी नआवे धाम धनी हृदयमा उत्रिन सक्नुहुन्न और धनी बिना इश्क न होए और अनि धनी बिना धाम धनीको दर्शन नपाइकन इश्क न होए प्रेम आउन सक्दैन दुवैतर्फ एक अर्काका परिपूरक हुन् राज्यको दर्शन नभइकन प्रेम प्रकट कसरी हुनु र प्रेम नआइकन धाम धनीको दर्शन कसरी हुनु त्यसो भएर यो दुवै नै एक अर्काको परिपूरक हो हर्ष कहिए दिल तिनका त्यस्ता आत्माहरूको हृदयलाई हर्ष कहिए परमधाम भनिएको हो जित है धनी सहुर जित है जहाँ छ धनीको सहुर भनेको समझ तारतम ज्ञानको समझ जुन आत्माको उपरमा छ त्यसै आत्मालाई नै त्यही हृदयलाई नै परमधाम भनिएको हो इल्म इश्क दो धनी के इल्म भनेको ज्ञान र इश्क भनेको प्रेम यी दुवै नै धाम धनीद्वारा प्रदान गरिएका हुन् दो धनी रोशनी नूर यी दुवै नै प्रेम र ज्ञान दुवै नै धाम धनीको रोशनी प्रकाश नूर तेज त्यो तेजको स्वरूप हो प्रकाशको स्वरूप दुवै नै इश्क इल्म बारीकियाँ इश्क भनेको प्रेम इल्म भनेको ज्ञान ती दुवैको बारीकियाँ भनेको सूक्ष्म रहस्य यी दुवैको रहस्यहरू हो दिल जाने अरसातमा अरस परमधामका आत्माहरूले मात्रै उनीहरूको हृदयले मात्रै बुझ्न सक्दछ ज्ञान र प्रेमको रहस्यलाई जो जागे होए रुह हुकुमे धाम धनीको आज्ञाद्वारा जो भनेको जो जति पनि आत्माहरू जागी होए जागृत हुनुभएको छ परमधामलाई हृदयमा उतार्ने हुनुभएको छ ताए लज्जत आवे अरस्तन्न ताए त्यस्ता ब्रह्मात्माहरूको अरस्तन परात्म स्वरूपले लज्जत आवे अनन्त आनन्द परमधामको अनुभूति गरिरहेको हुन्छ जो जोरा करे इश्क जो यदि जोरा करे भनेको प्रबलता आयो भने तेज आयो भने इश्कमा प्रेमको बाढी आयो भने प्रेम छछल्क्यो हृदयमा भने के हुन्छ तन आत्मा देवे उडाए त्यस्ता आत्माहरूले यो तनलाई यो शरीरलाई उडाइदिनुहुन्छ अस्तित्व मेटाइदिनुहुन्छ यो शरीर लिएर संसारमा रहन चाहनुहुन्न प्रेमको बाढी आयो भने दिल शक्ति बिना निज धाम की अनि निज धामको आनन्द त्यो अखण्ड आनन्द पाउनको लागि अब दिल शक्ति बिना
हृदयलाई कठोर नबनाइकन सम्भव भएन। किनभने पहिला हृदय कठोर भयो भने मायातर्फ संसारतर्फ अलिकति झुकिन्छ अनि संसारकै कुराहरू सम्झना आउँछ, चिन्तना आउँछ, यहीँकै तानाबानामा अल्झिन्छ, अलिकति कठोर बन्दै जान्छ हृदय। अनिखेर बल्ल बिस्तारै बिस्तारै परमधामको अनुभूति हुनको लागि पृष्ठभूमि तयार हुँदै जान्छ। इत लज्जत लैन जाए, इत यो संसारमा बसेर लज्जत परमधामको आनन्द लैन जाए, लिन सकिँदैन। अलिकति कठोर बनाउनु पनि पर्छ हृदय, नत्र भने प्रेमको बाढी एकैपल्ट छचल्किन थाल्यो भने त फेरि शरीर उडेर गइहाल्छ। इश्क धाम धनी बिना, धाम धनीको जुन प्रेम छ यो राज्यको भन्दा बाहेक यो प्रेमले केही पनि देख्दैन। जब हृदयमा प्रेम आउँछ धनी बिना केही पनि देख्दैन उसले। और जरा न कछुए चाहे, त्यस्ता आत्माहरूले और अरू जरा थोरै पनि न कछुए चाहे, अरू केही पनि चाहँदैन। जसको हृदयमा प्रेम आउँछ उसले त परमात्माभन्दा बाहेक अरू केही पनि विचारेकै हुँदैन। इसका लज्जत ना सुख दुख, इसका प्रेमको लज्जत स्वाद आनन्द, प्रेमको आनन्द आइसकेपछि के हुन्छ? ना सुख दुख, न सुखले छुन्छ न दुःखले छुन्छ। सुख र दुःखबाट माथि उठाउँछ प्रेम हृदयमा छल्केपछि। देवे वाहिदत बीच डुबाए, वाहिदत बीच भनेको अद्वैत परमधामको बीचमा डुबाउँछ, त्यही आनन्द मग्न निमग्न गराउँदछ प्रेम हृदयमा उत्र्यो भने। ना तो सख्त दिल आत्म के, ना तो नत्र भने त आत्माहरूको यो दिललाई सख्त कठोर किन बनाउनु भएको हो र राज्यले? यही विचार गरेर नै हो। धनी करे क्यों कर, धाम धनीले करे गर्नुहुन्थ्यो, कठोर किन गर्नुहुन्थ्यो र क्यों कर कसरी? पर अरस लज्जत बीच दुनी के, पर परन्तु अरस लज्जत परमधामको दिव्य स्वाद आनन्दको स्वाद जुन छ बीच दुनी के, यो दुनियाँको बीचमा राखेर लिवाएन शक्ति बिगर, लिवाएन पाउन सकिँदैन शक्ति बिगर, कठोर नभइकन। कठोर भएन भनेदेखि फेरि संसार शरीर त उडिहाल्छ। त्यसो भएर शरीर राख्नु पनि परेको छ, राखिराखिकन परमधामको आनन्दको अनुभव गर्नु परेको छ। एकै नजर आत्म की, आत्माहरूको परमधामका दिव्य आत्माहरूको नजर दृष्टि के हुन्छ? एकै एउटै परमधाममै राज्यसँग टिकेको हुन्छ। धनी सुख दिया चाहे दोए, तर धनीले के चाहनुहुन्छ? दोए दुई प्रकारको सुख दिया चाहे, सुख दिन चाहनुहुन्छ। परमधाममा राखेर परात्म स्वरूपबाट संसारको सुख दुःखको अनुभव र संसारमा राखेर परमधामको दिव्य आनन्दको अनुभव, यी दुवै प्रकारका दिन चाहनुहुन्छ। रूहे अर्स सुख लेवे खेल में, खेल में यो खेलमा राखिकन रूहे ब्रह्मात्माहरूलाई अर्स सुख लेवे परमधामको आनन्द प्राप्त गर्नुहुन्छ ब्रह्मात्माले। और खेल सुख अर्स में होए, और अनि अर्स में परमधाममा बसेर खेलको यो सुख दुःखको सारा बवण्डर, यहाँको आँधी तुफान, यहाँको सारा दुःख पीडा यी सबै नै अनुभूति गराउनुहुन्छ। धनी दई जुदागी हमको, धाम धनीले दई दिनुभयो जुदागी बिछोड हमको, हामीलाई परमधामबाट बिछोड किन गराउनु भयो? इसका बेवरेको, बेवरे भनेको निरूपण,
प्रेमको निरूपण गर्नको लागि, प्रेमको छिनोफानो गर्नको लागि नै हामीलाई बिछोड गराउनु भएको हो। बिना जुदागी बेवरा, बिना जुदागी बिछोड नगराइकन बेवरा यो प्रेमको निरूपण हुन सम्भव छैन। पाइएन अरसमो, अरसमो परमधाममा पाइएन, पाउन सकिँदैन। बिछोड नभइकन परमधामको त्यो आनन्दको निरूपण, प्रेमको निरूपण कसरी हुन सक्थ्यो र? पाइएन अरसमो धनिए दई जुदागी हमको, इश्क बेवरे को बिना जुदागी बेवरा, पाइए ना रसमो, पाइए ना रसमो। बोलो श्री अखंड परम धाम को प्रणाम। सुंदर सा जी।